नमस्कार छ। आज हामी सती सावित्री भन्ने सिरियल नयाँ सिरियलको सुटिङमा छौँ। हेलो गाइज, नमस्कार सबैजनालाई फेरि पनि स्वागत गर्न चाहन्छु। आज हामी आएका छौँ, मेरो मिलन भाइ हामी दाजुसँग आएको छ। चोखाको जोर भन्ने जो अहिलेको विश्वमा भाइरल भइरहेको छ झरना, त्यो आज हामी तपाईँलाई देखाउनेछौँ। मिलन भाइ यसै गरी हाम्रो सिस्टर आउनुभएको छ। हेलो हेलो नमस्ते। र अब हामी तपाईँलाई सबै प्रत्यक्ष देखाउनेछौँ। जुन जुन हामीले देखेका छौँ त्यो तपाईँहरू देख्न पाउनुहुनेछ र सँगसँगै रमाइलो अझै हेर्न पाउनुहुन्छ। रमाइलो हेर्नु पाउनुहुन्छ, झरना हेर्नु पाउनुहुन्छ होइन। सबै कुराहरू तपाईँलाई हामी देखाउनेछौँ है। गाइजहरू, I will tour you. I will guide you. यो सेतो चाहिँ यो टुक्राको सबै स्टेक टुक्रा हो। यसमा 4 पिस छ। यो चाहिँ वाटरफल है, हेर्नुहोस् त्यहाँको पार्क है। ठाउँमा आउनु छ भने चाहिँ थोरै भए पनि रिल्याक्स फिल हुन्छ यो ठाउँमा आएको छ हजुरहरूलाई। सो द्याट वाज द वे। सो गाइज, अहिले हामी जाँदैछौँ, तपाईँहरू आउनुहोस्। एकदमै सुन्दर शानदार वातावरणमा हजुरलाई आउनु छ भने त्यो ठाउँमा हजुर आउनु सक्नुहुन्छ। प्लस भनेको यहाँ मन्दिर पनि रहेको छ जहाँ हजुरले पूजाआजा गर्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ लाइन बस्नुपर्ने अवस्था रहेछ। यो ठाउँदेखि त्यो यो ठाउँमा मन्दिर जानको लागि चाहिँ सबैजनाहरू यो ठाउँमा लाइनमा बस्नु भएको छ। अनि यहाँ पनि रहेछ सायद नाउ वी क्यान गो। यहाँ पनि मन्दिर रहेको छ जहाँ हजुरले पूजाहरू गर्न सक्नुहुन्छ। यो झरनाको यो तलको एकदमै मिठो दृश्य हेर्नको लागि चाहिँ हेलो भन्नु न के भन्नु चाहिँ दर्शन गर्न आएको चाहिँ यति हो। यो बाटो हुँदै हामी तलको सिन हेर्न जान सक्छौँ। इट्स टु मच बेटर, धेरै राम्रो छ है। यो ठाउँ चाहिँ कुन ठाउँमा जान्छ त्यो मलाई पनि थाहा छैन। अलिक गाह्रो पनि छ है यो बाटो। हल्का ध्यानसँग हिँड्नु पर्ने जरुरी छ। वाउ, इट्स टु मच बेटर। हल्का गाउँको पनि सम्झना दिलाउने टाइपको छ। मकैबारीहरू पनि रहेको छ यहाँ। कोदो पनि रोपेको रहेछ है त्यहाँ हेर्नु त। अब यहाँदेखि चाहिँ
जुरुक्कै निकालिहाल्नु मैले खसी आउँछु तिमीलाई रोक्दै जाऊ गाडी रह सर ल फेरि उता पानी ल्याऊ त त्यो जिम्दै राम्रै काम गर दिदी तिमीहरूको माग अनुसार जे भने देखाउनु खसी अनुसार खसी त्योभन्दा माथि अरू केही सक्दिनँ पाडो भनेर पाडो राङ्गो भने चाहिँ राङ्गो होइन राङ्गो सक्दिनँ अर्को सुँगुर भनेर सुँगुर सुँगुर झन् महँगो छ के को राँगो नि राँगो पनि सस्तो छ नि धारा नै च्वाचेको माछा राँगो सस्तो छ नि सुँगुर कति महँगो भएको छ अहिले त्यही त अनि के अरे च्वाचेको बारेमा चाहिँ उहाँलाई थाहा चाहिँ किन मगर है एकदम च्वाचेको आफूले त खाइन हेर केही पनि थाहा छैन एकदम चाचेको च्वाचेको बिख्या नै दिदी म चाहिँ छेत्री हो क्या तेरो चलेमा ऊ छेत्री हो है उसले चाहिँ चाचे खाँदैन चाचेको पुच्छर चाहिँ खान्छ यो चाचेको बिख्यानहरू आइहेट यु मैले खाँदिनँ मलाई मन पर्दिन मैले अनि जिन्दगी यो मेरो सुटिङ चोचे खान दिन मिल्न माग्दै छैन नि यो कुरा ढुक्क हो लेखेर राख होइन ए बाबा बरु खान्छु भन मैले पारो खुवाउँछु ए होइन खसी खुवाउँछु खसी हो खसी खुवाउँछु तर म चोचे खुवाउन्न हाम्रा बाउले गाली गर्छन् चोचो खाने आफ्नै चोचो खाने होइन दिदी जे पाए त्यही बोल्छ क्या मिलन आफूले चोचो खाने सम्मै गर्नुहुन्छ दिदी अब कति छ अब त सँगै लाउनु भयो लिपसँग सकिन्छ लाउ कि त तातो भएन निलो हो यता यता आउनु आमा झोला अनि छाताकै एउटा बिग्रेको छाता एउटा लट्ठी सुरु गरौँ बाहिर बसी तिमीले काम हुने छोरा बरी मस्केको नसुने तपाईँ आमालाई भनेको हो के सासु नि त गाउनु काम थुने हे बाहिर बसी तिमीले काम थुने छोरा बरी मस्केको नसुने अलिकति टक्क तपाईँले पहिला भन्ने अनि उहाँले सुरुमा हन त्यतिकै ताली बजाएर ध्यान जन्ती नाचिरहनेको हुन्छ तपाईँ भित्र ठ्याक्क गीत उठाउँदै उठाउँदै ठ्याक्क आफ्नो पोज दिँदै दिँदै आउनु पर्यो लट्ठी भाइ मिलन लट्ठी चाहियो कि लट्ठी टेकेर जुत पेन चाहियो भाइ
मिलन छोडी नाचे उता उता त्यस्तै होइन कि यसो थोपेर यसरी अलिक उत्रो पाराले अनि उसलाई दुराको बहिनीलाई तानेर लुताउनु कि उसँग नि तपाईँ केटा एक केटी जस्तो के रतौली दिँदै हुन्छ हो लुगी हेर्दै हो के दाइ ननाचौ त कुनै उठाइदिन्छ हैन उठाइदिन्छ ल उठाइदिनु त एकपल्ट झ्याम्की झ्याम सबै ताली बजाइदिने दाइ पानी आउन लिम न बहिनी न लौर लुका सकेर लौर छ ए नानी यतानी भने जस्तो हुँदै क्यामेरा ए क्यामेरा ल ल्याऊ ल बिर्सिन्छ नि फेरि आजका भाउजू आउँछिन् आमालाई बोकेर डुलाउँछिन् भनेर मादल बजाउँछ अनि नाच्छ फेरि भन्छु त्यसलाई दिदी यो आज त भाउजू आउँछिन् ए आज त भाउजू त आउँछिन् आज त दुलै आउँछिन् आमालाई बोकेर नचाउँछिन् हैन कस्तो कुरो गरिन्छ आमालाई हैन सासूलाई बोकेर नचाउँछे जानियो जानी सासूलाई पनि त्यो तिम्रो पो आमा त ल जानी बाटो गीत उठाउँदा उता हेरेर सबै नाचेको मात्र हेर्ने के एक्सन हे आज त दुलही आउँछिन् सासूलाई बोकेर नचाउँछिन् आज त दुलही आउँछिन् सासूलाई बोकेर नचाउँछिन् आज त दुलही आउँछिन् सासूलाई बोकेर नचाउँछिन् आज त सासूलाई भन्नुहोस् न गीत गाउनुहोस् त्यो के हो उसले पो तानिरहेछ छिटो एकपल्ट तपाईँले गरेर देखाइदिनु भयो भने क्या म त लास्टै त्यहाँ बहुत जिस्किने क्या तपाईँ कहिले रतौली हुनुहुन्थेन क्या सिस्टर यार बसेर यो मुगा हालेर है त्यसरी छिटो अब नाच्नु है अब त बनाएर अर्को मान्छे ल्याइदिन्छु कि हुन्छ के गरेर हुन्छ के एकदमै उचाउ टाइप हुनु पर्यो के एकदम फ्री हुनु केही पनि हुन्न हामी मात्र छौँ लिम ल अब मजा मिलाएको छ पैसा
होइन के सुरुवाल तानेको कि होइन त अब अरू भयो होइन त्यही घुम्टिनेरमा त सुरुवाल तानेको कन्डुटी क्या Action! आएछ ए हो आयो आयो ढोका खोलो भाइ नमस्ते 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 सर नमस्ते 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 नमस्कार दिदी नमस्ते नमस्ते सबैलाई सुरु नमस्ते भाउजूले उहाँबाट सागर कसम यो सिट म घरमै लिएर जान्छु छैन बिहानदेखि तनावै तनाव भने म त कहिले यता कहिले उता फुल गरे होइन प्रोड्युसर सर हो उहाँ चाहिँ म चाहिँ काम गर्ने उहाँसँग उहाँले काममा राख्नुभयो मेरो अन्नदाता उहाँ हाम्रो अन्नदाता गुन्द्रुके माइलो म कान्छु हजुर अमेरिका सो गाइज म गाडीमा चढेको छु अब अझ केही दृश्य देखाउँदैछु सबैलाई है त दिदीहरू त्यति उ गरेर नि त्यो भएर त्यतिको मन बसाएको थियो मोडल फेरि दुईजना दिदीहरू होइन तनाव क्या सहरमा बिचरा दिदीहरू बुढी दिदीहरू बुढी दिदी नाच्नु पनि अब नचाएको छु कि 55 वर्षकै होला त्यो दिदी त 55 वर्षले हामी आएको छौँ मिठाई पसलमा चेरी खान्छ ल ल ल खाऊ पेन दिनुहोस् त म एकैचोटि भन्छु तपाईँलाई पेन छ
हेलो सर के छ हाम्रो अभिनन्दन दाइ राम्रो चल्नु है दाइ बुझ्नु हामी सजिलै सुटिङ छ हाम्रो उहाँ चाहिँ हाम्रो नमस्ते नमस्ते सुटिङमा है हामी चाहिँ ल चर है बेटा ल सन्चै हुनुहुन्छ है ठिक छ ल हामी साथी साथी अर्को दिदी नमस्ते के छ माइलमा गाइज हामी चाहिँ हाम्रो साथी साथी सुटिङमा जाँदैछौँ हामी चाहिँ यो खाजा खाने समय थियो सागरलाई के छ खाइयो खाजा खाइयो अब लाग्यो प्रोडक्सनमा चाहिँ पहिला आफू खाएर अरूलाई दिनुहुन्छ सबैजनाले हाम्रो च्यानललाई माया गर्नु होला सबैजनाले हामीलाई माया गरिदिनु होला आज मेरो दाइ र म बसेर हामी दुई भाइ सँगै बसेछौँ आज यहाँ आज हामी दुई भाइ सँगै बसेका छौँ सबैजनाले दाइ पुरी गरेर खाइयो घाटमा आइपुग्यौँ अहिले सती सावित्रीको सुटिङमा चाहिँ हामी चाहिँ एउटा खोलाको सिन थियो त्यही भएर चाहिँ यसो ल्याएर दोलनघाट आइपुग्यौँ सबैजनाले उसलाई माया गरिदिनु होला अहिले हामी चाहिँ अब दोलनघाट आइपुग्यौँ यहाँनिर सबैजना हुनुहुन्छ आफू काम गर्नु के तपाईँले के हो र भने यस्तो म्यानेजर गरेर यार बनाउनु त छिटो राम्रो सर्टको लागि
यो दुलाल घाटमा छौँ हामी। सो गाइज हजुरहरूले थाहा पाउनु भयो होला कतिले त अब कुन ठाउँमा आएका छौँ भनेर होइन। कतिले चाहिँ अब गेस गर्न पाउनु भएको छैन होला ठाउँ हेरेर। जुन यो ठाउँमा आउनुभएको जो साथीहरूले जसले यो ठाउँमा आएर हेर्नुभएको थियो उहाँहरूलाई चाहिँ पक्कै पनि थाहा पाउनु भइसक्यो यो ठाउँ कुन चाहिँ हो भनेर। म अब चाँडै भन्ने छु। म भन्दा पनि तपाईँलाई यो ठाउँ कुन ठाउँ हो, यो कहाँको लोकेसन हो भनेर भन्नलाई चाहिँ म भन्दिनँ। हाम्रो जुन यो प्रोजेक्ट सत्य सावित्रीको मेन पात्र आदरणीय मेरो प्यार दाजु, मलाई एकदमै साथ सपोर्ट माया र एउटा सल्लाह सुझाव दिनुहुने आदरणीय विनोद श्रेष्ठ दादा हजुरको मुखबाटै हजुरहरूलाई सुनाउने छु। र सो गाइज अहिले चाहिँ हामी सत्य सावित्रीको सुटिङमा छौँ। अब हामी लगभग लास्ट टाइमतिर पुगिसकेका छौँ, किनकि हाम्रो चाहिँ अब ऊ पनि भइसक्यो, लाइट पनि मानुको अँध्यारो हुन लागिसक्यो, किनकि टाइम पनि भइसक्यो लगभग समथिङ 6 बजी लागिसक्यो। आज दिनभरि यही खोलामा बिताइयो, तपाईँले हेर्न सक्नुहुन्छ। सो गाइज हजुरहरूलाई के कस्तो लाग्छ प्लिज यसो हेरेर लाइक कमेन्ट एन्ड सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। अझ मिठा राम्रो ठाउँ राम्रो भ्लगहरू ल्याउने छु। म सिक्दैछु, 1 नम्बर त हेर्नुहोस् है, फेरि म तपाईँलाई जानकारी गराउँछु, किनभने यो भ्लगको बारेमा त्यति भएन होइन। अब एउटा म चाहिँ कलाकारितामै एकदमै ध्यान दिएर लाग्न दुःखसुख गर्दैछु र हजुरहरूले पनि हेर्नुभएको छ छोरी चेली, जो चाहिँ मैले आफैले दुःख सुख गरेर एउटा हजुरहरूकै साथ सपोर्टमा यहाँ हौसलाले नै मैले पनि एउटा सिरियल बनाउँ त। यानि कि जुन मेरो बच्चाहरू छन् छोरीहरू, उसमध्ये मेरो 3टा छोरीमध्ये एउटा छोरी आफ्नै छोरी हो र 2टा पनि आफ्नै जस्तै छोरी हुनुहुन्छ। वहीँ बच्चाहरूको लागि पनि एउटा बनाइदिउँ न भनेर मैले छोरी चेली सिरियल बनाएको छु। हजुरहरूले पनि माया गरिदिनु भएको छ र छुट्टै टाइममै राम्रै सपोर्ट माया पाएको छु। यसरी अझै माया दिनुहुन्छ भन्ने ठुलो आशा छ। जस्तै मैले मेरो आफ्नै छोरीहरू जस्तै सोचेको छु 3टी छोरीलाई, र हजुरहरूले पनि त्यस्तै सोच्नुभएको छ होला त्यो 3टी बच्चाहरूको, र सानो बच्चा पनि र फ्यामिली होला है होइन। त्यसमा अब तपाईँलाई मन नपर्ने चिजहरू, मन नपर्ने कथाहरू पनि आएको छ होला होइन। कतिले यस्तो भन्ने होला, या कतिलाई भन्नुभएको छ पापी या हुन्छ नि त्यो यता भन्नुपर्ने कुराहरू राम्रो भन्नुभएको, सल्लाह दिनुभएको हो। किनकि यो भने एउटा घटेको घटनामै हामीले पनि एउटा देखाउनु खोजेको हो, यस्तो नहोस् होइन। र यस्तो वातावरणमा हामीले उनीहरूलाई सोचाउने, उनीहरू जसले त्यस्तै बिहेभ गरेर त्यस्तै घरमा त्यस्तो हुन्छ नि समस्याहरू तनावहरू रहेछ भने यो हेरेर यसरी हुँदो रहेछ। फ्यामिलीलाई जसरी हामीले सपोर्ट गर्नुपर्ने छ, माया गर्नुपर्ने छ भन्ने सन्देशमूलकै हो। र प्लिज हेर्नु होला र माया गरिदिनुहोस्। र सँगसँगै चाँडोभन्दा चाँडै आउँदैछ नयाँ प्रोजेक्ट। दादा नमस्कार। नमस्कार, सम्पूर्णमा मेरो नमस्कार छ। आज हामी सती सावित्री भन्ने सिरियल, नयाँ सिरियलको सुटिङमा छौँ। यो चाहिँ अहिले हाम्रो लोकेसन चाहिँ दोलाल घाटमा हो। त्यो पर देख्नु भएको छ, त्यहाँ सुटिङ भइरहेको छ अहिले। मेरो पार्ट चाहिँ आजलाई सकियो।
आशा छ तपाईँहरूले माया गरिदिनु हुन्छ। राम्रो कथावस्तुमा बनेको छ यो पनि, तपाईँहरूलाई मनपर्छ भन्नेमा मलाई विश्वास छ। अब यो हाम्रो सती सावित्री चाहिँ श्रावणको 14 गतेदेखि सती सावित्री अफिसियल युट्युब च्यानल मार्फत आउँदैछ। हाम्रो यस च्यानललाई लाइक, सब्सक्राइब, कमेन्ट गरेर हामीसँग जोडिदिनु होला विनम्र अनुरोध गर्दछु। धन्यवाद। हस् त, हजुरलाई धेरै धेरै धन्यवाद। हामी शान्तिधाम कागेश्वरी नगरमा आएका छौँ। शान्तिधाम मन्दिर एकदमै राम्रो रहेछ। गेट चाहिँ अब एकछिनमा खुल्ने कुरा छ मैले सोधेको। र यहाँनिर मन्दिर क्या राम्रो छ। भनेपछि हाम्रो के छ, के नाम भन्नुभएको हजुरले? शेषमा भित्र शेषमहलमा चाहिँ सिसाको टुक्रा पुरै। अब तपाईँ त्यहाँ चाहिँ कति हजार टुक्रा मल अहिले एकदिन आएन। हजुर, समिति यहाँ गुरुबारी भन्नुभएको थियो। हजुर, ए यहाँ चाहिँ सिसाको टुक्राहरू जोडेर आफै अहिले म देख्नु, तपाईँले देख्नु, तपाईँ अहिले भर्खरै यहाँ दुई चित्र छ। दाजु नमस्कार। नमस्कार दाजु। ल 50 रुपियाँ यहाँको शुल्क चाहिँ होइन, प्रवेश शुल्क। हजुर, अब यो भगवान्को सेवा हो यो, फेरि यो कुनै यसमा उता त्यो होइन फेरि। हजुर, हाम्रो गुरु नमस्कार। नमस्कार। हजुर चाहिँ हजुरको शुभ नाम? मेरो नाम चाहिँ दुईवटा नाम छ हामीहरूको चाहिँ वैष्णव। हामी चाहिँ वैष्णव सम्प्रदायमा आबद्ध छौँ र वैष्णव सम्प्रदायको हाम्रो गुरुले राखेको नाम चाहिँ भाष्यकार रामानुज दास हो। र मेरो नायितामा र मेरो उसमा चाहिँ तीर्थराज तिमल सिन्हा छ नाम। भनेपछि हाम्रो यो मन्दिरको नाम, मेन नाम चाहिँ के भनेर हामीले? बृहत शान्तिधाम नेपाल बद्रीनारायण भगवान। यहाँको भगवानको नाम चाहिँ बद्रीनारायण भगवान र यहाँ यो ठाउँलाई चाहिँ बृहत शान्तिधाम नेपाल भनेर चिनिन्छ। भने यहाँ आउँदा हामी कागेश्वरी हुँदै आउनु पर्यो यता। तपाईँहरू यहाँ आउँदाखेरि चाहिँ अब बालाजु 22 उसबाट चाहिँ बाइपासबाट चाहिँ छिरेर अनि शेषमती हुँदै लामबगर हुँदै तपाईँहरू चाहिँ अनि ढकालटाबाट काप्रेस्थलीबाट अनि यो ठाउँमा ठ्याक्क। ल हाम्रो यो मन्दिर स्थापना भएको चाहिँ कति जति भयो होला अहिले? हाम्रो यो मन्दिर चाहिँ स्थापना भएको 75 सालमा चाहिँ भगवानको प्राण प्रतिष्ठा भएको हो। हजुर, यहाँ भित्र चाहिँ के छ भन्नुभएको हजुरले यसको बारेमा? यहाँ शेषमहल तपाईँको चाहिँ यहाँ चाहिँ अब सिसाको चाहिँ साना टुक्रा बनाएर अनि त्यसपछि त्यो हजारौँ टुक्राहरूमा चाहिँ जोडेर अनि त्यसपछि लक्ष्मी माताजीको विग्रह र यसरी चाहिँ यो हाम्रो चाहिँ यो निर्माण गर्ने यो बनाउने पनि हाम्रो यहाँबाट नेपालबाट अनि इन्डियाबाट चाहिँ कालीगढ ल्याएर निर्माण गरिएको। ए ल जाउँ त भित्र यसो हेरौँ न हामी। गाइस हामी जाँदैछ भित्र। ओ माई गड, भित्र त हाम्रो उहाँ चाहिँ राम ए हाम्रो टुक्रा सिसा भनेको चाहिँ हाम्रो यही हो। ल हजुरलाई म यहाँ त नजिक देखाउन सक्छु। यो सेतो छ, यो टुक्राको सबै टेक टुक्रा हो। यसमा 4 पिस छ यो।